दादाहरू अब यस्तै हो, के गर्नु। अब यति टाढा आए पछाडि नि हिउँ त हेर्नै पर्यो, हिउँ खेल्नु पर्यो, हिउँमा यसो रमाइलो इन्जोय त गर्नै पर्यो होइन। अब नेपाल छोडेको छ, नेपाल छोडे पछाडि घर परिवारबाट अलिक टाढै भएको छ। टाढा भएन अब यसो हिउँतिर गएर मनोरञ्जन लिएर रमाइलो त गर्नु परेको होइन। त्यो भएर आज हामी यसो हिउँ खेल्थ्यौँ, हिउँ हेर्थ्यौँ, हिउँ परेको छ भनेर आज यसो बाहिरतिर आछौँ। पुरै जोडसँग हिउँ पर्दो रहेछ, पानी परेर जस्तै बाक्लो हेर्नुहोस् है। अब हिउँले चाहिँ अब बेलुका अलिकति चिसो गराउने चाहिँ नहोस्। अहिलेलाई चाहिँ जे भयो नि रमाइलै छ।